यस्तै हो कि साथीहरू, यो जाडोमा त तातो झोल झालसँगै भात मिठो हुन्छ कि होइन। धेरै 84 व्यञ्जन पकाएर बस्नुभन्दा पनि आज चाहिँ मैले हेर्नु साथीहरू यो बोडीमा समयकी स्वाई सिटी लाएर बोडीको तरकारी बनाएको छु। बोडी मात्र छैन कि यहाँनिर हेर्नु, सुरुमै जिरा अलिकति फुराएँ अनि प्याज राखेँ, आलु राखेँ। त्यसपछि हजुरहरूको यहाँनिर मैले फेरि थोरै तरुललाई पनि राखेँ। यस्तो तरुल तरकारी मिसाएर खाँदा नि कस्तो मिठो हुन्छ कि साथीहरू। कहिलेकाहीँ चाहिँ यसरी खानुपर्छ। अनि 1 चम्चा छ भने त मकैको पिठो राख्दा अझ मिठो हुन्छ कि। अनि हेर्नु सबैलाई मिक्स पार्ने, भुटभाट पार्ने अनि भिजाएको बोडीलाई पनि राखिदिने कि। यस्तो गरेर मिक्स तरकारी पकाउन पाए त यो जाडोमा अरू के चाहियो र साथीहरू, कम त मिठो हुन्छ। सिलौटोमा पिसेको अझ मसला यति गरेपछि त हेर्नु, अब छ भने अझै हरियो लसुनको पात, प्याजको पात छ भने है, छैन भने त नराखेदा नि भइहाल्यो। मैले चाहिँ थियो अनि राखेको। त्यसपछि हेर्नु पानी राखेर स्वाइकी स्वाई सिटी लगाइदिने। 3-4 सिटी मजाले प्रेसर कुकरमा लगाइदिइसकेपछि त तातो हेर्नु यो जाडोमा खाँदा पनि मिठो अनि बनाउन पनि सजिलोको यसरी मिक्स तरकारी। अलिकति छ भने अझ धनिया राखिदिने माथिबाट सरर। अब त तयार भइसक्यो मिक्स तरकारीले। हेर्नु साथीहरू मेरो त यसरी।